अल राइट गाइज, वेलकम टु माई न्यू मिनी भ्लग। हजुरहरू सन्चै हुनुहुन्छ होला? म नि सन्चै छु। आज चाहिँ होइन 7 बजेको ड्युटी हो, 9 बजीसम्म काम गर्नु पऱ्यो साथीहरू। त्यसैले म चाहिँ होइन पसिना भएर थाकेर हैरान भएर आउने बित्तिकै टोपी फालेर होइन एउटा हातमा भिडियो छ, एउटा हातले होइन टी सर्ट खोलेर नुहाउन जानको लागि होइन ढिलो भइसकेको थियो नि त, त्यही भएर एउटा हातले कपाल सपाल खोलेर साथीहरू म चाहिँ लास्टै गर्मी थियो क्या, पसिना पुछेर अनि टक्क लाएर होइन आज कति कमाएछु भनेर पकेट छामेको त आमा पैसा पो रहेछ हौ पकेटमा त, प्यान्टको पकेटमा। अनि त्यहाँबाट मैले हजुरहरूलाई देखाएर त्यो चाहिँ होइन धेरै त थिएन, 20-25 रुपियाँ। त्यसपछि अनि खुत्रुकेमा हाल्न लाग्यो मैले चाहिँ है, साथीहरूलाई भनेको थिएँ मैले कति कमाउँछु एक हप्तामा भनेर है, त्यही भएर मैले चाहिँ खुत्रुकेमा जम्मा गर्न लागिसकेँ। अनि त्यसपछि अनि म नुहाएर टक्क लाएर होइन एक एकको नोटहरू एकातिर राखेँ कि फेरि। अनि त्यसपछि होइन म नुहाउन गएँ, नुहाएर आएर अनि त्यहाँबाट ट्याक्क लाएर होइन हेयर ड्रायर लगाएर टक्क लाएर होइन लगाउनु पर्छ नि त, चिसो छ लामो कपाल छ, त्यही भएर होइन हेयर ड्रायर लगाएर भकाभक तातो गराएर होइन मैले चाहिँ हेयर ड्रायर लगाइसकेर अनि त्यसपछि मैले चाहिँ कोर्न सुरु गरेँ साथीहरू। अनि लामो छ नि त अनि डल्ला पर्छ नि त, त्यही भएर भकाभक कोरेर होइन टक्क लाएर बाटबुट गरेर म चाहिँ होइन टक्क लाएर लेबेन्डीले बाँधेर टक्क लाएर होइन मिलाएर अनि हजुरलाई देखाउँदैछु कस्तो देखिएको छ है त साथीहरू होइन। टक्क बाँधेर अनि ट्याक्क लाएर म चाहिँ खाना खानको लागि ट्याक्क लाएर अनि त्यसपछि बोतल समातेर चाहिँ म चाहिँ होइन खाना खानु किचनतिर लागेँ साथीहरू। अनि यसो ढोका खोलेर बाहिर आएँ भकाभक अनि चप्पल लगाएर होइन लखर 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 गयो। अनि भेना र मेरो ड्युटी सँगै थियो कि, त्यही भएर अनि भेनालाई पनि बोलाउनु जान्छु भनेर गएको थिएँ। म नहुँदा के गर्दा उसले चाहिँ होइन बोलाउनु जाँदा जाँदा अनि त्यहाँबाट भेनाको रुमभित्र गइसकेँ म चाहिँ होइन। ऊ चाहिँ मुरा बसिरहेको रहेछ क्या, अनि त्यहाँबाट खाना खाइकिन भन्दा त मैले खाइसकेँ भन्छ। हो र भनेर अनि म आज एक्लै मात्रै हो क्या खाने खाना भनेर अनि लखर 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 गएर होइन म चाहिँ सरर गएँ। त्यसपछि अनि जाँदा जाँदा क्या अनि बाटोमा अनि टक्क एसी खुल्लै राखेको रहेछ है काम गर्दा गर्दा केटाहरूले, अनि त्यो बन्द गरेर अनि टक्क लगाएर बत्ती सत्ती बन्द गरेर म चाहिँ अनि खाना खान फेरि किचनतर्फ लागेँ साथीहरू। अनि त्यहाँबाट किचन जाने बित्तिकै साथीहरू मैले चाहिँ अनि बोतल लिएको छु नि त, अनि त्यो बोतल भर्न लाग्यो होइन, चिसो पानी टक्क भर्न लाग्यो। अनि त्यसपछि अनि आफ्नो कप समातेँ कि, आफ्नो कप समातेर अनि पानी खाने कप समातेर हल्का आफू हालेर होइन ट्याक्क लगाएर त्यसपछि चिसो पानी र अनि नर्मल पानी मिसाएँ होइन त्यो बोतलमा खाने पानीहरू चाहिँ अनि भरेर अनि टक्क साइडमा राखेर त्यसपछि चिसो पानी र नर्मल पानी गरेर अनि ट्याक्क हातसात धोएर अनि चाहिँ म चाहिँ खाना खानतर्फ लाग्यो। अनि मेरो थालमा केटाहरूले चाहिँ अनि सब्जी छुट्याएर राखिदिएको रहेछ क्या फेरि। त्यसपछि अनि त्यहाँबाट भातहरू हालेर म मार्दै रहेछु खाना खाने लास्टमा होइन, गम भात हालेर। त्यसपछि अनि चनाको तरकारी रहेछ आज चाहिँ होइन, चनाको दाल रहेछ, चना र आलु मिसाएर रहेछ। अनि त्यसपछि फर्सी रहेछ, त्यो छुट्याएर राखिदिएको रहेछ कि साथीहरूले। अनि त्यहाँबाट सबैले खाना खाइसक्दा म मार्दै बाँकी रह्यो नि त, त्यही भएर अनि टक्क लाएर अनि हातसात गएर हात धोएर टक्क लाएर दाइ पनि आउनु भएको थियो। अनि तिमी मार्दै हो क्या खाने भन्दै अनि गम मिचेर लास्टै भोगाएको थिएँ नि त, गम पारेर होइन खाएँ मैले चाहिँ होइन भक्क लास्टै भोक लागिरहेको थियो कि, छिटै खाने मान्छे होइन लास्ट परेपछि अनि के गर्नु त, अनि काम गर्नै पऱ्यो होइन अर्का ठाउँमा साथीहरू। अनि गम खाएर मैले चाहिँ होइन लास्टै मिठो लाग्यो कि, झन् आज किन हो खै ढिलो भएर पनि होला, लास्टै भोक लागेर नि होला होइन। त्यहाँबाट त्यसपछि अनि भक्क मैले चाहिँ लम चाटेर होइन साथीहरू थाल चाटिसकेर अनि त्यसपछि अनि गएँ म चाहिँ होइन टक्क खुर्सानीको ऊहरू पनि थियो कि त्यो अनि खाएको केटाहरूले अनि ट्याक्क लगेर त्यो फालेर होइन डस्टबिनमा फालेर अनि त्यसपछि म अनि धुनको लागि सिन्कीतिर दनादन हिँडेर अनि ट्याक्क पुगेर होइन टक्क एउटा हातमा भिडियो गराउँदै एउटा हातले अनि टक्क थाल धुँदै होइन खाएको प्लेटहरू धुन लाग्यो। अनि बकाबक धोएर त्यसपछि अनि त्यहाँबाट प्लेटहरू राख्नको लागि म हिँडेँ अगाडि। अनि प्लेट सिलेट राखेर टक्क लाएर पानी समातेर म चाहिँ अनि लागेँ। अनि त बाहिरतिर बस्छु नि त समुद्रतिर परायो जसो, अनि त्यही भएर म चाहिँ अनि लागेँ टक्क पानी सानी समातेर म चाहिँ लागेँ। अनि साथीहरू ट्याक्क लाएर बाहिर हेरेर यसो मोबाइल हेरेर घडी हेर्छु भनेको त आमा 9:48 भइसकेको छ साथीहरू आज चाहिँ। अनि त्यहाँबाट लहर अगाडि आएको त होइन, म आउने ठाउँ आइपुगेँ साथीहरू, म चाहिँ बस्ने यही हो।
थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। आजलाई यति नै भिडियो। ओके बाई बाई, सबैलाई माया छ, लभ यु।